नमस्कार सबैजनालाई। मैले एउटा सानो सन्देशमूलक भिडियो तपाईँहरूको माझमा लिएँ। अहिले भर्खरै हामी चुनावी रिजल्टको प्रतीक्षामा छौँ। कतिपयले कुनै न कुनै माध्यमबाट हेरिरहनु भएको छ होला। तर मैले तपाईँलाई सिम्पल्ली एकदमै 1 मिनटमै कसरी हेर्न सकिन्छ भन्ने कुरा सानो एउटा भिडियो लिएर तपाईँको माझमा उपस्थित भएको छु। मलाई लाग्छ यो भिडियोलाई अन्तिमसम्म हेर्नुहुनेछ। यो भिडियोबाट लिएको ज्ञान हजुरले सबैले सेयर गर्नुहुनेछ। सिम्पली हामी गुगलमा जान्छौँ र गुगलमा गइसकेपछि election.online खबर भनेर हाम्रो एउटा वेबसाइट छ। यहाँनिर मेरो अलरेडी छ, तपाईँले त्यहाँ सर्च गर्नुहोला। र यहाँनिर मैले सर्च गरिसकेको छु। अनलाइन खबर भनेर एउटा लिङ्क आयो। अनलाइन खबर इलेक्सन अपडेट 2026, यसलाई सिम्पली क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि यहाँनिर चुनावी नतिजा 2082 भनेर लाइभमा दिइरहेको हुन्छ। ल हेर्नुहोस् त, रासोपाका 30जना मान्छेले जितिसके होइन। र अग्रस्थानमा 87 जना छन् होइन। यहाँनिर 9 जना काङ्ग्रेसका छन् भने 5 जना काङ्ग्रेसका जिते। एमाले, नेकपा, श्रम संस्कृति, राप्रपा होइन, स्वतन्त्र महावीर पनि जिते होला निकै स्वतन्त्रबाट। र यसरी चाहिँ हेर्न सकिन्छ। र तपाईँलाई यहाँनिर समानुपातिकलाई हेर्नु, यो समानुपातिकको कति भोट आयो हेर्नु त, 39,425। र समानुपातिक काङ्ग्रेसबाट 11,791। यो चाहिँ समानुपातिकको भोट भयो। अनि यहाँनिर हामीले के हेर्न सकिन्छ भने जस्तै झापामा, सर्लाही 4मा, काठमाडौँ 1मा यहाँनिर अलिकन हाइलाइट जिल्लाहरूको चाहिँ यहाँनिर दिइरहेको हुन्छ। बालेनको कति आयो त भनेर यहाँनिर हेर्न सक्छौँ। बालेनको भोट कति आयो, 39,284। र बालेनसँग प्रतिस्पर्धा गर्ने केपी शर्मा ओलीको भोट 10,293। यो हेर्न सक्नुहुन्छ। र सबैको यहाँनिर अन्ली यो झापा क्षेत्र नम्बर 5 को मात्र छ। र फेरि हामीले कुन चाहिँ जिल्लाको हेर्ने त भनेर पनि हेर्न सकिन्छ। यत्तिकै त हामी यहाँबाट सिधा 30 जना विनरमा जान सक्छौँ। विनरमा यो विन भएको मान्छेहरू मजाले हेर्न सक्छौँ, विजय भएको मान्छेहरू यहाँ मजाले हेर्न सक्छौँ। र यसै गरी तल गयो भने अब को चाहिँ विजय हुँदैछ भन्ने कुरा पनि हेर्न सक्छौँ होइन, को चाहिँ अग्रस्थानमा छ। तर हेर्दा सबैजना राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेहरू अग्रस्थानमा छन्। यो सबैजना विजय हुनको लागि रेडी छन्। र विजय भइसकेको मान्छेलाई यहाँनिर टिक लगाएको हुन्छ। यहाँ त यहाँनिर टिक छ, यो चाहिँ टिक लगाइरहेको हुन्छ। र इभन तपाईँलाई जिल्लाको बारेमा खोज्नु पऱ्यो होइन, कुनै जिल्ला खोज्नु पऱ्यो भने सिम्पली यहाँनिर जाने, सर्चबारमा जाने। सर्चबारमा गइसकेपछि जस्तै म गुल्मीको हो, GULMI गुल्मी हानिसकेपछि गुल्मी क्षेत्र नम्बर 1 को हेर्छु म। गुल्मी क्षेत्र नम्बर 1 मा सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट थिए होइन भने प्रदीप कुमार गेवाली एमालेबाट, नेपाली काङ्ग्रेसका चन्द्रकान्त भण्डारी। ल हेर्नु त यहाँनिर लगभग डबलले नै सागर अगाडि छन्। 20,341 को अग्रता भनेर यहाँ माथि अग्रता भनेर देखाइरहेको छ। यसरी चाहिँ हेर्न सकिन्छ। जुनसुकै जिल्लाको पनि यसरी हेर्न सकियो। र अब अग्रता भनेर यो अग्रता देखाएको छ। अग्रता अगाडि कतिजना छन् त क्लिक गर्नु सिम्पल्ली। र यतिजना चाहिँ यो चाहिँ विजय पछाडि तलको यो इभन यहाँनिर गुड लगाएको छैन भने, रातो गुड लगाएको छैन भने यो चाहिँ भोट काउन्ट भइरहेको छ। सुविधा गौतमको कति आयो, उनीसँग उनकै प्रतिद्वन्दी रेणु दाहालको कति आयो यहाँनिर ल हेर्नुहोस्, मजाले हेर्न सकिन्छ। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो उस्तै सुझाव सल्लाह प्रतिक्रिया दिइदिनु होला, कमेन्टमा छोड्नु होला। र भिडियोलाई एक लाइक गर्नु होला ताकि यो सबैजनाले यो नलेज पाओस्। र के कति मान्छे विजय भए, के कति मान्छे हारे, अथवा कुन मान्छे विजय भयो भनेर सबैजनाले सजिलैसँग हेर्न सकिने खालको यो एउटा लिङ्क छ। र एक सेयर पनि गर्नु होला। धन्यवाद।